दिन पनि आयो 5-6 महिना काम गरेर छोडेर जानुपर्ने रोमानियाको नसाउथ ठाउँमा 5-6 महिना काम गरियो अलि भने जस्तो भएन के गर्ने अब आफ्नो भविष्य बनाउन आएपछि भविष्यकै बारेमा सोच्नुपर्ने रहेछ तर ठाउँलाई मिस हुन्छ सम्झना ट्रेन 10:10 को छ यहाँदेखि भोलि बिहान 11:30 बजे चाहिँ बुकारेस्टमा पुग्छ सामानहरू सबै प्याक भइसक्यो 5 महिना बसेको रुम छोडेर जानुपर्ने दिन पनि आयो पुग्यो हो धेरै आउँदै बरु जानु पर्यो नि त अघि बरु लास्ट चिसो छ त्यही भएर कपडा सपडा धेरै बोक्यो कि लाग्यो बुकारेस्टतिर है के छ त अरू यतातिरको के हुनु यहाँ चिसोले हानिरहेछ हो अब बिस्तारै नसाउथ छोड्ने होला नि त अब हाम्रो त अलि टुङ्गो छैन मेरो नि अझै यात्रा होस् अब उहाँ गएपछि मात्रै स्योर हुन्छ त्यसपछि चाहिँ यो गरौँला है ल कुराकानी भइहाल्छ अब ट्रेन आउने बेला हुन्ला छ नसाउथको ट्रेन चढ्ने बेला नि हुन लाग्यो अब बुकारेस्टसम्मलाई मलाई चाहिँ आउँदै बरु छोड्न आउनु भएको छ है अब 5-6 महिनासँगै बसियो जाने बेला आयो ट्रेन आउन अब केही समय बाँकी छ यो चाहिँ हाम्रो हो राम्रै भयो भनौँ बसाइला चाहिँ अब त्यस्तो छोड्नुको कारण के हो छोड्नुको कारण अब धेरै कुराहरू छन् यो भिडियोमा पछि उतै गएर खुलाम्ला पछि भिडियोहरू आउँछ होइन कारतुस फ्राइड ग्रोथ हो नसाउथबाट चढेको राति 11 बजेको ट्रेन त्यसपछि 10 बजेको ट्रेन अब 3 बजे एउटा ट्रान्जिट छ त्यसपछि भोलि बिहान 11:30-12 बजे नसाउथदेखि ट्रेन चढेको भिन्तु दोषमा चाहिँ बल्ल रातिको 3:30 बजीतिर लिएर पुऱ्याएको छ अब यहाँबाट बुकुरेस्ट जानलाई चाहिँ अझै 9 घन्टा 10 घन्टा जति लाग्छ म चाहिँ यसो बाटो गइरहेको सिँढिया बाटो यस्तो छ कस्तो अप्ठ्यारो सिँढी पनि ट्रेन स्टेसनमा आयो फाइनल्ली देखि नजारा चाहिँ के हो बुढी 13सम्म पर्खाउने कहाँ जानु लाग्यो अरे ए रोमानिया बसाइ पनि 5 महिना सकिएपछि छोड्न लाग्यो यस्तै छिटो लगाऊ है कपडा म रेडी भइसकेँ कस्तो लागिरहेको ठिक छ अब फाइनल्ली बोर्डिङ पास गरेर छिर्यो यसो नास्ता खाऊँ भनेर अब सर र बार्सिलोना आउँदैछौँ हामी यस राम्रै भयो अहिलेसम्म चाहिँ
एयरपोर्टतिर नि लास्ट भिड रह्यो बोर्डिङ पास गरेर अगाडि बढ्यो है स्पेनको लागि कस्तो लाग्यो बढी खुसी लाग्यो खुसी नि लाग्यो दुःख नि लाग्छ है है बार्सिलोना एयरपोर्टको बाहिर बल्ल निस्क्यो हिजो राति आएको रातभरि भित्र वेटिङ गरेर यस्तो चिसो छ अब हाम्रो गन्तव्यतिर लाग्दैछौँ एयरपोर्ट जस राम्रो रहेछ बार्सिलोना चाहिँ ठाउँ पनि एकदमै राम्रो एकदम सुन्दर लाग्यो हरू पनि एकदमै राम्रो रोमानिया भन्दा अलिकति राम्रो रहेछ जस हामी अहिले स्पेनको बार्सिलोना यो के भन्ने स्टेसन रे बुढी यहाँ एयरपोर्ट पनि रहेछ ट्रेन स्टेसन पनि रहेछ अब यहाँबाट हामी म्याड्रिड जाँदैछौँ है एकदमै त यहाँ दुई तरिकाको ट्रेनहरू जाँदो रहेछ फ्लाइट पनि जाँदो रहेछ यहीँबाट एउटा चाहिँ एकदम लास्ट फास्ट होला एउटा चाहिँ 8-9 घन्टा लाग्ने ट्रेन एउटा त्यही सिमिलर ट्रेन चाहिँ अर्को ट्रेन चाहिँ 2 घन्टा 10 मिनटसम्म पुग्ने तर टिकट भन्ने नि एकदमै डिफ्रेन्ट है अब नर्मली टिकट भनेको 30 युरो 35 युरो छ भनेपछि अब यो टिकटलाई चाहिँ 75 युरो 80 युरो एकजनालाई पऱ्यो भने वान आई थिङ्क हामी दुईजनाको बुढाबुढीको 160 युरो जति पऱ्यो टिकटको अब ठिकै छ त्यही पनि पहिलो एक्सपिरियन्स हुँदैछ स्पेनको अब यताउति जस घुम्या छ त्यहाँ एकदम दुःख पनि पाइयो है बुढी यहाँ वेटिङ छ अब हाम्रो नम्बर आउँदैछ है कस्तो छ यता आएर त ठिक छ है यस राम्रो रहेछ है यता पनि एकदमै राम्रो छ यो म्याड्रिड जाने हो अब हिँड्नु लाग्यो है तपाईँको बार्सिलोनादेखि उता लाग्यो असम से इमेजिङ एकदम यस्तो ठ्याक्कै नेपालको जस्तो ठाउँ रहेछ है म्याड्रिडको यो म्याड्रिड त अझै आइपुगेको छैन हामी तर म्याड्रिड जाने बाटोमा बिचमा पर्ने ठाउँ हो एकदमै बवाल सुन्दर छ है अब तपाईँको लाग्यो दुःख सुख अब के कस्तो हुने हो है यात्रामा अब छौँ अब सबै कुरा त्यागेर आइयो रोमानियादेखि आई थिङ्क म्याक्सिमम् तपाईँको यहाँ देखिने नजारा चाहिँ यो ट्रेनबाट बुलेट ट्रेनबाट सबै जङ्गल अनि यो खेतीबारीहरू देखिँदो रहेछ के भन्न चाहन्छु यो सब यता यो चाहिँ बिचमा एकदमै उ रहेछ अब तपाईँको मैले एउटा चाहिँ रोमानिया टु सोचले एउटा चाहिँ मैले मिनी भ्लग बनाएको तपाईँको के कसरी आइयो होइन एउटा सम्झना पनि हुन्छ आफूमा ठाउँ चाहिँ एकदमै बहुत सुन्दर छ खोला नालाहरू पनि रहेछ बिचमा ट्रेनमा आउँदाखेरि पनि अब यत्रो 2.5 घन्टा नर्मली लाग्दो रहेछ बाहिरतिर कस्तो छ यहाँ ठाउँ राम्रो छ है तर लास्टै क्राउड रहेछ कि 1, 2, 3 बुढी के छ यहाँ जस्तो है एउटा खाना